चाहिँ तरुल खन्न अब जङ्गलतिर जाँदैछ। यो चाहिँ झाँक्रीढुङ्गा भएछ भने यहाँ जाने हो झाँक्रीढुङ्गा लिएर। यो चाहिँ झाँक्रीढुङ्गा भन्ने ठाउँ हो। भएछ भने यहाँ जाने न। तरुल भेट पनि मेन मान्छे अगाडि लागेको छ। तरुल नभेटिने अमला भेटेला नि त अब। यहीँ होला न अमला। तरुल चाहिँ भेटेला नि जस्तो छैन, अमला भेटेला नि कि। अमला टाटाहरू भयो। फल हुन्छ नि भित्र टाटाको। बाटो यो होइन। च्याउ औरिन दबाल्यो सानोमा। बगाले च्याउ औरिन्छ सानो। हाम्रै खोला दोभानमा आयौँ ठ्याक्कै एउटा यताबाट मिस्यो खोलो, एउटा यहाँनिर दोभान भेट्यो यहाँनिर। दिन पानी खोलो हो यो। दिन पानीको बर्खामा आउँछ। यो जङ्गलको करौती टक्क टिप्यो। कब्ब खायो। बाघ आउला बाघ। बाघ पनि भेटिन्छन्। यहाँ चाहिँ पहिला पुरै रुख बाक्ला थियो, आज अलिअलि पातला भएछन्। खै फेरि एकचोटि त्यहाँको मान्छे बोलिरहन्छन्। कहाँ बोल्ने मान्छे त बोल्नै छाड्यो त। मामा कहाँ गयो तिन मान्छे? तर्सियो क्या तपाईँ कराएर? दर चोर्न आउँदैन क्या। पा 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 ठाउँ त्यही बस्या जस्तो त। अहिले त भत्कियो छ त। गोठ भत्कियो छ। गोठ हो कि बस्ने ठाउँ? करिब 1 घन्टा हिँडिसकेपछि हामीले तरुलको एउटा बेलो भेटाएको छौँ। अब त्यो भित्र तरुल छ कि नै खन्छौँ। सानो तरुलको बेलो भेटिएको छ भने चाहिँ अहिले खन्दैछ। तरुल भेटेला जस्तो छैन। पानी अमला खोज्नु पऱ्यो। तरुल जति खन्यो नि बेलो मात्रै भेटिन्छ त। गइजाऊँ अमला लगौँला। हिँड गणेश। एकदम ठुलो वनतरुल आइसक्यो। 1 घन्टा हिँड्न आयो वनतरुल। अब अवस्था त अब भइसक्यो। अब टाटाभित्र अब के छ, खाने छ कि छैन यो पनि काटेर टिपेर काट्छौँ। भित्र फल छ कि छैन है त। ये सबै खाता है कभी? टाटा कम्पनी सब किराले खाइसकेछ। रोग लागेको छ, रोग किरा नै रोग लागेको छ। यो रोग के भयो त? त्यस्तै भयो त, खाने भएन। हाम्रो गन्नमाया माछाहरू लाग्छ झार गर्न, घाँस काट्न। त्यो जाने माथि यहाँ टुप्पामा हो के। अब झुर्यो राम्रोसँग जा है। लगेल चाहिँ माथि खोपा बाबुती माथि यता यता यतापट्टि माथि जा अर्कापट्टि एउटा। अरू माथि पनि काट्ने त्यो माथि सुक्या छ त्यो आँगो। माथि के जान्छ त्यहाँ? त्यो त अटिन्छ क्या यता। सबैजना राम्रोसँग आँसीले काट्ला अर्कोतिर। आँसी माथि अब अन्त शिकार खेल्न हरुमा चराइ बानी परेको छ। शिकार खेल्न गएको भोसरीको भानु बथान बस्नेले बानी परेको छ।
त्यो हाँगा लाग्ला आजभोलि मान्छे कमी भएर अलिक झ्याङ चाहिँ बढेर रहेछ धेरै आइज हामी चाहिँ त्यति त अमला होइन अहिले त्यस्तो धेरै थिएन पहिला रहेछ यहाँ कसले काटिकन लग्ला यहाँ चर्लामा छ खै त्यस्तो ऊ हो उतार न उतार उताबाट टिटेक अनि यसरी ऊ अमला हिँडिन्छ अमला होइन होइन मान्छे उता भस्मी थियो पहिला धेरै थियो यहाँ बुवा थियो रुख चाहिँ होस् बेस सिजनको अमला खाने भए सम्पर्क गर गाइज भिटामिन सी हाम्रो दिनभरिको कमायो आज यो अनि यो चाहिँ फुलबारी लेक साइड मान्छे यति भयो कि फोटो खिच्ने पालै नपाएर मैले चाहिँ यसरी टाढीबाट भिडियो बनाएर फर्केँ सबैलाई माघे सङ्क्रान्तिको शुभकामना ह्याप्पी माघे सङ्क्रान्ति सबैजनालाई